ऊर्जा मन्त्री कुलमान र अर्थमन्त्री रामेश्वर खनाल एकै ठाउँमा। अब कर्मचारीले घुस मागेर अनावश्यक दुःख दिए, रुखो व्यवहार गरे सिधै उजुरी गर्नुहोस्। दृश्यमा देखिएका दुई मन्त्रीहरू कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल हुन्। यिनीहरूले सामूहिक कदम चालेका छन्। अब विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयमा ढिलासुस्ती, मोल मोलाहिजा, काम पन्छाउने, घुस रिश्वत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा यस्ता प्रकारका गुनासो आए सेवाग्राहीलाई उजुरी गर्न अनुरोध गरेका छन्। आज पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालय अन्तर्गतका विभाग, आयोजनामा सेवाग्राहीलाई दुःख दिए खबर गर्न आग्रह गरेका हुन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका विभिन्न मातहतका निकायमा उजुरी गर्न सकिनेछ। कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यम प्रयोग गरी जानकारी दिन सकिनेछ। मन्त्रालय पछि फरक फरक नम्बर राखिएको छ। यसअघि अर्थ मन्त्रालय, गृह मन्त्रालय समेत सेवाग्राहीलाई दुःख दिए उजुरी गर्न सक्ने भनिसकेको छ। यस्तै ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री घिसिङले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश 2082 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा देशमा ठूलो धनजनको क्षति भएको भन्दै त्यसको पुनर्निर्माण गर्ने उद्देश्यले नेपाल सरकारको मन्त्री परिषदको बैठकले असोज 5 गतेको निर्णय अनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश 2082 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन्। यस्तै उनले उक्त गठन आदेशले भौतिक पूर्वाधार तथा पुनर्निर्माण नामको समिति गठन गरेको भन्दै समितिमा अर्थमन्त्रीको अध्यक्षतामा गृहमन्त्री, शहरी विकास मन्त्री, नेपाल सरकारको मुख्य सचिव सदस्य रहने र शहरी विकास मन्त्रालयका सचिव सदस्य रहने गरी व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयले समेत मिति 2082 असोज 8 को प्रेस विज्ञप्ति मार्फत भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना भएको जानकारी गराएको थियो। उल्लेखित कोषमा नेपाल सरकार